कलियुगको अन्त कहिले हुन्छ? कल्की अवतार कहिले आउँछन्? कल्पना गर्नुहोस्, एक यस्तो युग जहाँ सत्य हराउँदै गएको छ, धर्म केवल किताबका अक्षर बनेका छन् र अधर्म, लोभ र पापले संसार ढाक्दैछ। त्यही समय जब आशा हराइसकेको हुन्छ, त्यही बेला एक दिव्य अश्वमा चढेका, हातमा खड्ग बोकेका एक अवतारी पुरुष पृथ्वीमा अवतरित हुन्छन्। यही हो कल्की अवतार। तर प्रश्न छ, उहाँ कहिले आउनुहुन्छ? के कलियुगको अन्त नजिक छ? के हामी अब सत्ययुगको ढोका नजिक पुग्दैछौँ? कलियुग के हो? हिन्दू धर्ममा 4 युगको वर्णन गरिएको छ। सत्ययुग, त्रेतायुग, द्वापर युग र अहिलेको युग कलियुग। कलियुग अधर्मको युग। सत्य, करुणा, क्षमा, ब्रह्मचर्य यी सबको ह्रास हुन्छ। मानव लोभमा र मोहमा फस्छ। धर्म गुम्छ, पाप बढ्छ अनि आत्मा कमजोर बन्छ। कलियुगको अवधि कति? शास्त्र भन्छ 4,32,000 वर्ष। अहिले हामी कलियुगको लगभग 5127 वर्षमा छौं, अर्थात् अझै पनि 4,22,500 वर्ष बाँकी छन्। कल्की अवतार बारे शास्त्रीय भविष्यवाणी श्रीमद्भागवत महापुराणमा लेखिएको छ। जब धर्म समाप्त हुनेछ, वेदको पालना गरिने छैन, तब भगवान विष्णु एक अवतारको रूपमा कल्की पृथ्वीमा अवतरित हुनेछन्। उहाँको जन्म हुनेछ सम्बल ग्राममा। उहाँका पिता हुनेछन् विष्णु यशस। कल्की एक तेजस्वी दिव्य योद्धा, हातमा चम्किलो तलवार र अश्वमा सवार। उहाँको आगमनले अन्त्य ल्याउनेछ अधर्मको, पापको र कलियुगको। युगहरूको गणना 4 युगहरूको समय यस्तो छ। सत्ययुग 17,28,000 वर्ष, त्रेतायुग 12,96,000 वर्ष, द्वापर युग 8,64,000 वर्ष, कलियुग 4,32,000 वर्ष। हामी अहिले कलियुगको 5127 वर्ष पार गरिसकेका छौं। तर कतिपय सन्तजनहरू भन्छन् युगको अवधि अनिवार्य होइन, कर्म अनुसार पनि छुटिन सक्छ। आजका संकेत के कलियुग अन्त्य हुँदैछ? आजको संसारलाई हेर्नुहोस्, धर्मभन्दा अधर्म अगाडि छ, भक्तिभन्दा पैसा अगाडि छ, नैतिकताभन्दा अहंकार अगाडि छ। हामी के देख्छौं? महामारीहरू जस्तै कोभिड-19, युद्धहरू, देश गजदेश, प्राकृतिक विनाश, बाढी, डुबान, जंगलको आगो, मानसिक रोग, तनाव, आत्महत्या, अवसाद यी सबै कलियुगको गहिरो लक्षण हुन्। र जब अधर्म बढ्दो गतिमा जान्छ, त्यही बेला परिवर्तनको आवश्यकता पर्छ। कल्की अवतारका लक्षण कसरी चिन्छौं? भगवान कल्की। शास्त्र अनुसार कल्की अवतारको रूप यस्तो छ। श्वेत अश्वमा सवार, हातमा ज्योतिर्मय खड्ग, आँखा तेजयुक्त, स्वर रौद्र, अधर्मका प्रतीकहरूको विनाश गर्ने। उहाँ केवल एक व्यक्ति होइन, उहाँ हुनुहुन्छ एक चेतना, एक परिवर्तन, एक पुनर्जागरण। के उहाँ आउनु भइसक्यो? के कल्की अवतार जन्म भइसकेका छन्? कसैले भन्छ उहाँ नेपालका हिमाली क्षेत्रको तपोवनमा छन्। कसैले भन्छ दक्षिण भारतमा जन्म भइसकेको छ, तर अहिले गोप्य छन्। तर सत्य के हो? शास्त्र भन्छ कल्की तब आउँछन् जब धर्म एकदमै समाप्त हुन्छ। हुन सक्छ त्यो दिन नजिक छ। कलियुगपछि के हुन्छ? जब कल्की अवतार आएर अधर्मको अन्त्य गर्नुहुन्छ, त्यसपछि सुरु हुन्छ नयाँ सत्ययुग। पृथ्वी फेरि पवित्र हुन्छ, धर्म पुनः प्रतिष्ठित हुन्छ र मानवता पुनः प्रेम, करुणा र सत्यमा फर्किन्छ। परिवर्तन आफैबाट सुरु गरौं। कल्की आउने छन् भन्ने प्रतीक्षा गर्नु स्वाभाविक हो। तर के हामी आफै धर्मको पक्षमा उभिन सक्दैनौं? सच्चा कल्की हाम्रो भित्रको सच्चाई, साहस र सत्कर्म हो। यदि हामीले आजैबाट सत्य बोल्न सुरु गर्यौं, दया देखाउन थाल्यौं अनि धर्मको बाटो रोज्यौं भने कल्की अवतार आउनु पर्ने जरुरत नै पर्दैन। हामी आफै परिवर्तन बनौं, हामी आफै प्रकाश बनौं। कलियुगको अन्त्य कहिले हुन्छ? त्यो भविष्यको प्रश्न होइन, त्यो आजको कर्ममा निर्भर छ। कल्की अवतार आउनुहुनेछ जब हामी धर्म बिर्सिन्छौं। तर उहाँ आउनुहुनेछ हामीलाई सम्झाउन कि सत्य, करुणा र प्रेम कहिल्यै मर्न सक्दैन। यदि तपाईलाई लाग्छ कि कलियुगका संकेतहरू आजका समाजमा देखिन्छन्, कमेन्टमा लेख्नुहोस् म धर्मको बाटो रोज्छु। यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। जय श्री कल्की।
जय धर्म, जय मानवता।